त चुपै जिन्दगी त्यस्तो नबोले दिदीलाई ताउ राष्ट्रपति त्यो राडी भनेको हो त्यो जडिया हो छोड दे आ त्यो जडिया हो जो जडियाले तिमीलाई भन्छ नराम्रो मान्छेले अस्ति घुसपेट गरे आन्दोलनमा त्यस्ताले भन्छ अब सुन सुधार त्यो रन्डीको छोरा त्यो राडी भनेको हो त्यसलाई फोन दिन्छ त्यसको फोटो देखाउनु त्यो खातेको फोटो देखाउनु मलाई गाजीबाजी हो छोड दे त्यो चुप सारा लाग खातेलाई त्यसको फोटो देखाउनु त त्यसको आमा राडी हो त्यसको इज्जत छैन छोड दे मातेको मान्छेलाई छोड दे त्यसको त्यसलाई देखाइहाल्नु त देखाइहाल्नु त्यसलाई देखाउनु त त्यसलाई नै सानो देखाउनु हुँदैन तिमीले भोलि सिध्याइन्छ फेरि त्यसलाई खाते माछाले दमैको बच्चा खाते रन्डीको छोरा खाते छोड दे बुनु छोड दे अनि हिँडेर राडी भने के हो त्यसको आमा राडी हो होइन ओ मिजी गयो बुनु नमस्ते भन्नु न मिजी शर्मिला भाइ बुत्रो भन्छु म ठीक काजुवाला यो के हो त्यसलाई दिनु न, त्यसलाई दिनु त्यो रन्डीको छोरालाई फोन दिनु त्यो रन्डीको छोरालाई दिनु न त्यो खाते दमैलाई राम्रो मान्छे काजु काजु किसमिसवाला काजु खुवाइदिने बरु नगर्नु क्या अहिले तँलाई काजु खुवाउँछु बरु आउनु यहाँ तपाईँ आउनु काजु खुवाउँछु तपाईँ नराम्रो नभन्नु क्या धमलाले खोलाएन काजु तपाईँलाई खुवाउँछु आउनु न भनेको नराम्रो नभन्नु क्या दाजु भनेर। राम्रो तपाईँ आउनु भौतिक मान्छे नि यार एउटा उनीहरू आउनु केस खुवाउँछु कमिटी धेरै राम्रो काम गरेको छ। राम्रो राम्रो पनि गर्नुभएको छ राम्रोसँग पनि बोल्नुहुन्छ राम्रो पनि गर्नु तँ ऋषि धमलाका ऋषिले भनेको नानु तिमीलाई भनेको होइन 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 उहाँले राम्रो पनि गर्नुभएको छ तिमीलाई भनेको होइन उहाँ यो कुरा होइन उहाँले राम्रो पनि गर्नुभएको छ काम पनि राम्रो गर्नुभएको छ कहाँले कसले के नराम्रो गरे उहाँको पछाडि म त गएर सामाजिक अभियन्ता हो नेपालको चर्चित त्यो एउटा तपाईँलाई त्यहाँ काजु मात्रै भनेर चिन्दैन कि धेरै राम्रो पनि काम गर्छ काजु उहाँ हो त मेरो शर्मिला वाइ भा नि म त एउटा नेपालको नारीको पक्षमा बोल्ने यहाँ आउनु त यहाँ आउनु त यहाँ आउनु थाहा पाइन त अझै के भन्नु ए तपाईँलाई चिनेर होइन रहेछ हाँस्नु भयो बुनु नरिसाउ है होइन अघि बोले अब बोल्दैन। यहाँ बस्नु अभियन्ता हो अभियन्ता हो नि नागरिक समाजलाई उठाउने एउटा महिला नेत्री हो नि उहाँ त शर्मिला वाइमा त भोलि चाहँदाखेरि देशले मागो भने एउटा जनजातिको पक्षबाट शर्मिला वाइवा हो अनि ए नमस्ते भन्नु त नमस्ते हजुर नमस्ते नचिनेर पो त नचिनेर त मिजुले आदरणीय साथीहरू मेरो यो सानो आइडीबाट आयो नि त अनि के गर्ने तिम्रो म गेम खेल्दा त हुँदैन होला के गर्ने भन्नुहुन्छ खेलौँ। ल के गर्ने भन्नुहुन्छ तपाईँ डबल ट्याप गर है साथीहरू उहाँले त काजु साजु खानुहुन्छ होला नि त काजु बदम भटमास मास के अरे त्यो होइन कालो दाल होइन सबै खानुहुन्छ समाजमा के पर अन्यायको विरुद्धमा त्यो त शर्मिला अहिले गलत काम गर्ने मान्छेलाई अन्यायको दा, छोड्दिन। अन्यायको विरुद्धमा हिँड्ने मान्छे हो सबै दुनियाँले चिनेछ हामीले मात्रै उमनको बासी होइन कि सानी म दुनियाँले पछि चिनेको मान्छे तिम्रो हो। आँखामा यस्तो मिल्ने चस्मा टक्क ल्याउँछु अनि तँ ऋषि धमला पर्ने भिनाजु गानी गएर इन्टरभ्यू दिनुपर्छ तिम्रो म त्यसलाई म यस्तो प्याक प्याक पार्छु कि तपाईँले है